भाषा चाहिँ सहिले होला जस्तो गटङ टङ टङ हिँड्दै गर न म खिच्दै गर्छु के अरे 2082 सालको न्यु इयरमा ट्रेकिङ हिँडिरहेको चाहिँ कहाँ जान्न रे हामी चम्पादेवी कीर्तिपुर हुँदै हाम्रो गीत बजाउने मान्छे नै ऊ अगाडि हिँड्दिने अनि ल म भिडियो खिच्छु तिमी कुद ल अहिले तिर्खा लाग्छ त्यो हेलमेटमा पानी खानुपर्छ अहिले अहिले हाम्रो ग्रुप चाहिँ यति मात्रै केटाहरू पुरा गाइरहेको छ यतातिर यो त के तपाईँको गाउँ झन् राम्रो होला नि भाउजू खै लगेन यो चोरले लग्ला भनेको पाउनु न फोटो खिचेर चौकीमा दिनुपर्छ पानी पनि पर्नु लागिरहेछ घाम पनि डेन्जर लागिरहेछ अझ 1 घन्टा छ भनिरहेको छ यार बाटो हेत्तेरी स्या स्या भइसक्यो त म के भिडियो खिच्ने भने यसमा म्युजिक हालिदिन्छु म अरे होइन यस्तो हिलो बाटो नि छ कि भिडियो बनाउँदैछु परेवाको जोडीहरू उयो माथिको डाँडा पुग्नु पर्ने कि हामी हामी कहाँ आइपुग्यो यो कीर्तिपुर पऱ्यो कि ललितपुर पऱ्यो ए दसैँ पऱ्यो मिठो हो अब यात्रा सुरु भयो हाम्रो पानी चाहिँ डेन्जर पर्न लाग्यो हो न्यु इयरको दिन नै हेर हेर दौडेको आमामा ल बाइकमा नि त्यसरी दौडिने यार मान्छे नि त्यसरी दौडिने यार ए सरी एक दुई पेट पोल्यो भने भन्ला नि भाउजू पेट पोल्यो भन्ला नि अब चाहिँ आधी घन्टाको बाटो है उज्यालो फोटो रे कस्तो उज्यालो बनाइसके मान्छेले डोन्ट गिभ अप है बुढाले बुढीले बोक्नु लागेको छ के त बुढीले बुढालाई बोक्ने हो कि ल ल ल यस बोक्न चाहिँ कति त्यहाँ चिप्लो छ हेर्नुहोस् आँट्यो है केटा त हो अझ यो मान्छे सुताउनु पर्यो हेर्ने
कडा आयो कडा हेर्न थ्याङ्क यू माग्नुपर्छ फिल भइरहेछ बेलुका गाडी गाउँदा लाग्छ फाइनली चम्पादेवी मन्दिर आएको अवस्था यहाँ चाहिँ आफ्नो इच्छाहरू माग्ने हो अरे होइन लगभग 2 घन्टा जति नै लाग्यो यहाँ पनि आउँदाखेरि तलदेखिबाट पानीले चाहिँ साथ दिएर गरम भइरहेको थियो मजाले पानी परिदिएर चप्पल खोलेको यार असिना परिरहेको यार सब यहाँ बसिरहेछ जाडो भइरहेको ऊ मन्दिर यो मन्दिर है यहाँको चाहिँ मनले मागेको सबै कुरा हुन्छ आरती जगाऊ फर्स्टमा गएको भाउजी भाउजी दुईटा टिका होला मेरोमा त आत्माराम के न्यौपा नै भन्नु भएन हजुरले पूजा गरेर मैले फोटो खिच्ने अहिले आउनु मलाई त आत्माराम तुकाराम भिडियोमा त थाहा छ रे हामी फर्किन लागेको के माया चाहिँ बेला घर त पुरा हुन्छ होला ए हजुरको पन्जा के यो माया हो दिने हो क्या यो माया हो बच्चा भएपछि माया कुरा गर्छ झन् बच्चा भएपछि झन् माया लाग्छ यस्ता केटाकेटी ल क्या धेरै बुतुल बुतुल हुने खै यो बान्नु त अति नै भयो ओइ भ्यू त बवाल आज अहिले त भ्यू कस्तो राम्रो आयो क्या आफै उ भयो त अझै कालो छ कि अझै कालो छ कि भ्यू त बवाल खाँदा कता यस्तो भ्यू अब स्क्रिनसट ठ्याक्क गर्ने के भ्यू पठाइछि पानी परेपछि फाइदा के छ भने यो बाटो भर्ने भएर है अब यो तलको बाटो बिजोक हुन्छ यो बाटो त ठिक लाग्यो नि कोले के भने बुझ्यो अब लट्ठी खोइ अघिको ए बालै भएन अब लट्ठी ताल भएर यसले यसरी अब त फर्स्ट बोय हो अब म त अब लास्ट हो दाइ उ कीर्तिपुर बल्खु यता जाने बाटो अर्को हो ए बल्खु बाटो यहाँ हो अब चाहिँ हामी झर्दै होइन जाँदाखेरि आउँदाखेरि चाहिँ 2 घन्टा लागेको हेरौँ अब तलदी झर्दाखेरि चाहिँ कति टाइम लाग्दो रहेछ मौसम चिसो चिसो छ रमाइलो भइरहेछ केटाहरू सब अगाडि गइसक्यो यस्तो बेला कुन चाहिँ गीत आउँछ भन त ल हाम्रो विपुल छेत्री दाइको कुन गीत डरले लागेर अर्को त्यो देउरा के भन्ने गीत छ देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्छु है तिमी बिनाको जिन्दगानी म जसरी नै त काटुँ है रेलमा चढी म जाने टाढा छाडियो सबै यो घरबार आउने दिनको आशा राखी म अघि बढेछु त्यो पारी 2 3 go Happy New Year! Woo! ह्याप्पी न्यू इयर सबैलाई रमाइलो भइरहेको छ अरे अहिले चाहिँ तिमीलाई म भुल्न सक्दिनँ जहाँ जाऊँ तिम्रो याद आइरहन्छ यो खोला यो नाला यो पहाड भन्ज्याङले मलाई बोलाइरहन्छ मेरो कहिले यस्तो दिन होला केटा हो
ओ माय गॉड आलु चप पकोडाहरु खान सक्नुहुन्न त ओ माया चञ्चले रहेछ तिम्रो मन पनि सँगैमा जाउँला क्यामेराले सेल्फी अरे आउने माछा को खाने यस्तो हो नि त हाइकिङ गरे मजेको त कमन यो माछाको उ खानु नै मजा हो नि त गाई दाइले कस्तो खाने त नि यार के माछा भात राम्रो छ कि काफल रुखै भाग्नु हो त केटाकेटी रुख चाहिँ नबाज है भयो ए छेउमा हेर्नु त हेर्न कस्तो राम्रो राम्रो उहाँ हेर्नु न फलेर झरेछ कि भाउजू टप हेर्नु त उयो हेर्न ल ऊ हेर्नु त यो हेर्नु न यो के ल ल कम्ता भ्याउनु त म त ओइ तेरो ब्यागमा त अर्थै यो भयो भयो छोडिन्छ है म भयो ल भयो जाऊ ब्याग थाप कान्छ भरिया कोसिस सबको गर्नु ओ मिठो हुँदो रहेछ यार हजुर काफल एउटा चाहिँ हातमा बोकेर हिँड्न खाली हुन्छ कि मिठो छ अरे होइन ओहो अमिलो क्या मिठो रहेछ त काफल चोर है काफल चोरो प्रिपेयर हुँदैछ यहाँ के अरे अब चाहिँ मेन अलिक गाह्रो बाटो चिप्लो बाटो हुँदैछ गाइजहरू ओहो यस्तो मिठो रहेछ भाउजू अनि कहाँ दिनुहुन्छ ल खोइ त काठ के काठ अनि लौरो खोइ त अघि त लिने बेला गएन त्यहाँ दिएँ होइन मैले तिमीलाई लिनुपर्छ नि तिमीलाई अब झन् गाह्रो ल पुग्न आँट्यो हिलो चाहिँ डेन्जर छ है बाटो हिलो बाटो ए चिप्लो घर ए चिप्लो मान्छे घन्टी भइसक्यो अनि हामी पुगिसक्यो क्या जुगल हिमाल त्यही त हो नि हिमाल पनि देखिसक्यो यार मौसम चाहिँ काठमाडौँ एकदम सफा भइसक्यो अहिले हिमाल पर्छ के एउटा मान्छेले होइन हिमालको हाइट कत्रो छैन त्यो रोहितले 8,000 आएको होइन सगरमाथाको हाइट हाम्रो भाउजू लड्नु भयो आखिरी पडाउ पार ऊ माथि डाँडाबाट आएको हामी हिमाल नि दामी देखाएको छ क्या